नमस्ते नमस्कार यार सम्पूर्णमा हजुरकै भाइ प्रदीप पाखरिन आज सानो एउटा भ्लग बनाउँदैछु। एउटा विशेष भ्लग छ, यहाँहरूले हेरिदिनु होला, अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु होला। मेरो भाइको योभन्दा 2-3 दिन अगाडि चाहिँ मोबाइल चोरी भएको छ। एउटा गाडीबाट सन्देशमूलक एउटा भिडियो बनाउन गइरहेको छु। एउटा चेतनाशील पनि होस् भन्न चाहन्छु, किनभने भाइको मोबाइल चाहिँ गाडीबाटै हराएको हुँदा सायद त्यो मोबाइलमा सबै डकुमेन्टदेखि सबै चिज थियो, आफ्नो एकाउन्ट हरेक एकाउन्टदेखि सबै त्यही मोबाइलमा हुँदाखेरि यो भिडियो चाहिँ एकदमै विशेष रहन्छ। उहाँ भाइलाई पनि म देखाउने छु, उहाँ भाइसँग नै सोध्ने छु केही कुरा। हाम्रो मोबाइल हराउने भाइ चाहिँ यता हुनुहुन्छ, उहाँको नै हो मोबाइल चोरी भएको चाहिँ। भाइ के कसरी चोरी भयो त मोबाइल? मोबाइल गाडीमा बस्दाखेरि चोरी भएको हो। हामी चाहिँ गौशालादेखि विराटनगर गएको थियो। रातिको 2 बजे विराटनगर पुगेर ढोका किनेर सुतेको। सुत्दा हेरेँ चोर आएर ढोका खोलेर लग्दाखेरि थाहा भयो। ए गाडीभित्रैबाट? गाडीभित्रबाटै चोर। ओहो, गाडीमै सुतेको थियो? गाडीमै। ओहो, प्लिज सावधान रहनु होला ड्राइभरहरू, तपाईँहरू पनि, किनकि ड्राइभर पेसामा बाटोमै सुत्नुपर्छ, त्यो सबैलाई थाहै नै छ। त्यो हुँदा चाहिँ आफ्नो ढोकाहरू चाहिँ, गाडीको ढोकाहरू चाहिँ एकदम टाइटली लक गर्नु होला, भोलि गएर यस्ता घटना नघटोस्। किनकि एउटा मोबाइलले गर्दा धेरै चिज घाटा लाग्छ, तपाईँहरूलाई नै अवगत नै छ। किनकि त्यो मोबाइलभित्र के हुन्छ त्यो हामी सम्पूर्ण मोबाइल चलाउनेलाई नै थाहा छ। एकदमै इम्पोर्टेन्ट डकुमेन्टहरू हुनसक्छ, त्यो हुँदा चाहिँ आफ्नो मोबाइल आफैले सुरक्षित गर्नु होला, किनकि त्यो चोरी एकदम बिगबिगी छ हाम्रो नेपालमा। साथीहरू, यस्तै सन्देशमूलक भिडियोहरू हामी बनाइरहनेछौँ, तपाईँहरूको माझ ल्याउनेछौँ। तपाईँहरूकै माया आशीर्वादको धेरै खाँचो छ। भाइकै जस्तो अरूको घटना नघटोस्, दुःखहरू कसैसँग नघटाओस्। तपाईँले एउटा सानो सामान चोर्दाखेरि त्यो मान्छेले कति दुःख पाउँछ त्यो हामीलाई मात्र थाहा छ, तपाईँलाई त्यो चोरेर पुग्ने पनि छैन। त्यसैले नचोरिदिनु होला, किनकि चोरेर केही फाइदा छैन, बरु काम गरेर खानु होला है साथीहरू। काम गऱ्यो भने 2 छाक खाने मिठो हुन्छ, चोरेर खाँदा मिठो हुँदैन। त्यही हुँदा तपाईँहरूले यो भिडियोलाई चाहिँ सक्दो सेयर गरिदिनु होला साथीहरू। मलाई पनि धेरै नै मायाको खाँचो छ, म पहिलो भ्लग बनाउँदैछु, त्यही कारणले तपाईँहरूले धेरै माया गरिदिनु होला भन्दै बिदा हुन्छु। बाई, नेक्स्ट भिडियोमा भेटौँला, बाई।